What's up guys, welcome back to the channel Multivibe Lab. आज चाहिँ हामी यो सिलिकनको रबरलाई जलाएर वाटर प्रुफ सर्फेस बनाउन गइरहेका छौँ। म के आग्रह गर्न चाहन्छु भन्दाखेरि हजुरहरूले यो एक्सपेरिमेन्ट घरमा नगर्नु होला। यो अलि हार्मफुल हुन्छ, यसले केही कजहरू गराउन सक्छ। गाइज यो भिडियो लास्टसम्म हेर्नु होला र लाइक र सब्सक्राइब गर्न नभुल्नु। चलिए शुरू करते हैं। सिलिकन रबरलाई डढाएर हामीले वाटरप्रुफ सर्फेस बनाउन सक्छौँ कि सक्दैनौँ। लेट्स स्टार्ट। ल अब यसलाई जलाउँ है गाइस। यसलाई जलाउन मैले के लिएको छु, एउटा यही प्याकेट। यो चाहिँ धेरै हार्मफुल हुन्छ, यसले चाहिँ नराम्रो त्यो धुवाहरू फाल्छ। ल अब यसलाई निभाउँ है गाइस। भन्दै डढी थियो गाइस भिडियो। गाइस हामीले यसलाई बालेर यसको पाउडर निकालेको छौँ। अब यसको हेरौँ है त के हुन्छ। यसले अब पाउडर यहाँ भएको पाउडर मैले लगाएको र यता चेक गर्दाखेरि फाइनली यो चाहिँ वाटर फ्री सर्फेस बन्दो रहेछ। यो गाइस यो मिथ चाहिँ सक्सेसफुल भएको छ। यो चाहिँ बस्टेड होइन रहेछ। ल यो च्यानललाई लाइक र सब्सक्राइब गर्न नभुल्नु होला र यो एक्सपेरिमेन्ट घरमा गर्न नखोज्नु होला। घरमा गरे पनि कृपया आफ्नै रिस्कमा गर्नु होला, यसले कज गर्न सक्छ। थ्याङ्क्स फर वाचिङ भिडियो टिल द एन्ड। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब।